Hello, namaste guys. Welcome back to my YouTube channel. It's me Supriya Thapa. हेलो गाइस नमस्ते मेरो नाम चाहिँ उर्मिला छेत्री आज चाहिँ हामीले फेरि करेन्ट चाउचाउ र दुईटा अन्डा लिएर आएको दुई प्याकेट करेन्ट दुईटा अन्डा श्रेयांशले चाहिँ दियो छ श्रेयांश चाहिँ जेस खाने मात्र होइन के भन्नु श्रेयांश मेरो चाहिँ यो केले चाउचाउ वाइ चाउचाउ अनि एउटा वटा अन्डा ल अनि नानीको चाहिँ दुईटा अन्डा ल अरूको चाहिँ दुईटा आज गेम स्टार्ट गरौँ गरौँ मोल्नु पर्छ ल पहिला मोल्न चम्चा लिएन खोइ कैची तर छैन नि अहिले भर्खरै थियो हामी पुर्छ मम्मी को लाखे मम्मीले हाली पुरै यसो फुट्ने जति मेरो त फुट्दैन एउटा पनि म खाली गरिदिन्छु यसरी हो कि यहाँ छुबाट यसो पुरै बसेर अब कैँ के हरा बस्नु चाहिँ म खोज्छु गरेको त्यही पहिला बस्नु त भेट पनि त्यस्तै हुन्छ लास्टको त्यो उ चाहिँ फुट्दैन क्या त्यो लास्टमा हाल्नु नि झोल चाहिँ लास्टमा हाल्छु न त्यसो गर्दा मरे फुटे त म हाल्दिनँ कैँची अहिले भर्खर थियो मेरो त अरू त फुट्यो त कैँची यही थियो कहीँ बसेको ठाउँमा थियो म चाहिँ गाइड मुहाले फुटाइदिन्छु कैँची लिइहाल्छु बाबा छोड्नु बाबालाई थाहा छैन खाऊ तिमी खाऊ आज मेरो जमिसकेछ मेरो त कस्तो हुन्छ बाबु खस्छ है प्लेट नगर म त क्यामेरा देखाएर दिन्छु गाइस मुहाले टोक्दियो है ओइ I'm talented girl of this video. I'm talented. मेरा हातै फुटेर गएको छ म त यो मोल लिन्छु र लास्टमा त्यो हाल्छु के खोर्सानी चाहिँ त्यो हालिदिन्छु मम्मी पुरो चम्चा साटौँ ल मलाई चम्चा खानै अप्ठ्यारो लाग्छ बाबु अनि मैले खान्छु अब यो त मोल्दैन त सबै हालिस् औँडाहरूलाई छ खाउ चाहिँ लागिसक्यो मैले खान्छ पानीले यसो ला आजको पनिसमेन्ट चाहिँ लास्टमा भनिन्छ तर पानी छुट्यो यो साह्रो छोड्यो पानी अलि मेरो बाँकी छ पानी छैन पानी खाने होइन पानी खानु हुँदैन चौथा पछि खानुपर्छ त्यो आजको हाम्रो च्यालेन्ज चाहिँ विदाउट पानी खानुपर्छ है त्यही भन्नु तँ चम्चा एकछिन मात्रै भनिदिनु अब मोल्न पर्छ जहिले काँटै ल्याइदिन के अरे काँटा चाहिँ ल्याइन्छ चम्चा ल्याइदिँदैन चाहिँ हामीले मलाई हजुर पनि मोल्न मेरो चाहिँ फेरि जहिले पनि मैले हानेको कारण चाहिँ के हुन्छ भन्दाखेरि के हुन्छ छोरोलाई नि अलिकति त्यहाँ हाले खाने पिरो अन्डा फ्राई गरे मेरो सिङ्गन काट्ने हो त्यो भन्नु नबस भनेर मान्दैन पनिसमेन्ट चाहिँ लास्टमा भन्नुहुन्छ है मेरो अन्डा चाहिँ मैले साइड लाग्थ्यो मोल्न लान्छु त मेरो चाहिँ अन्त मैले पस्नै गाह्रो हुन्छ क्या मेरो यति बाँकी छ हेर्नु गाइजी वा किन्ने हो नगर यस्तो यो यसरी 1 2 3 गो खतरा छ अब रेडी 1 2 भयो बिस्तारै खाने म त 1 2 3 गो कपट हो त यो करेन्ट 2 आएको छ है गाइजहरु मैले भन्नै बिर्सेँ म चाहिँ स्वाद लिएर खाने हो म पनि आज त यस्तो च्यालेन्ज त हो तर अलिअलि स्वाद त लिनु पर्यो भाइ सेलजानी मुनि बस्छ नि कति खतरा मिठो कि खाऊ
मलाई चाहिँ छाउछाउमा चाहिँ करेन्ट चाहिँ मिठो लाग्छ त्यही खानुहुन्छ कि हुँदैन हुँदैन नि करेन्ट खानु त्यही खान्छु म चाहिँ साह्रै मिठो यम्मी मिठो Yummy. दामी पनि यम्मी पनि पिरो पनि छ न खतरा मेरो पिरो पिरो छ दाइ खतरा पिरो छ अन्डा पनि खानु पर्यो नि गाइस के हो छोरो फसाउँछ कि जस्तो भइसक्यो मलाई चाहिँ अन्डा नि खानै पाउँछ चौचौ मात्र होइन सानो अन्डा पनि प्लिज यता आऊ त यता आइसो त यत्रो रुखलाई चाहिँ यता आइसो त अन्डा नि खाइसो अन्डा नि खाने काटाले गप्प गर्ने हातले खाएको छ र चम्चाले खाइसो न अन्डा अन्डा ए पुरै फिनिस गर्नुपर्छ आजकल मलाई के भयो खानै नसक्ने भएछु म अन्डा अन्डा नि फेरि अन्डा नि गम गम ए अन्डा खानुपर्छ त्यस्तो गर्न पाइन्न अन्डा बिस्तारै खाइसो त खान्छ खाइसो त्यो नखाउ चाउचाउ के हुन्छ अन्डा खाऊ अन्डा खाइसो त चम्चाले घोसेर बाबु नै हो फर्स्ट खाइसो त्यो भाइले हाल्छ अन्डा है मैले अझै खाएँ नानीले फर्स्ट भइसकेपछि त्यस्तो गर्नुहुन्न नो न त्यस्तो गर्नुहुन्न ज्ञानी भत्रा भत्रा इ यहाँ त पिरो हुन्छ अलि अलि पिरो भनेर रुनी होइन नि फेरि साँझ पानी हालो पानी हो तातो बिस्तारै आऊ है बिस्तारै आऊ तातो चाहिँ तातो हो सिधै गाइसहरू मैले चाहिँ खाएर सकाइदिएँ होइन मैले सकाइ हो मम्मी चाहिँ अलवेज मैले सधैँ यस्तो चाहिँ भएको अब त कोही खाने बानी भयो जस्तो गाइस मलाई पिरो हुन्छ कम भएछ म त खानै नसक्ने तर आई क्यान डु इट मम्मी चाहिँ खाने मम्मीले अझ च्यालेन्ज गरिरहेको थिएँ आज जसरी म जित्छु भनेर मलाई धेरै रहेछ हुन्छ यस्तै थाहा गाई चाहिँ यस्तै हुन्छ झन् मैले त्यो जिमबाट त्यो झिकेको थिएँ नि त्यो भाइ झिकेको त्यो थाल मेरो हो म के अझ ल भयो त्यति बस्छ
त्यति बस्छ एकछिन ल सिँगन पुर्छ ल यसले सिँगन पुर्छ उता अझ पुर्छ राम्रोसँग तँ फेरि चिनी खाएर ल अन्डा खाइसो ल उता गएर अन्डा खाइसो ल नानी पनिसमेन्टको लागि के गर्ने भन्छ न परिसर के अनि नुन नुन राख्ने नचालेर कस्तो गाइसहरू मैले चाहिँ पनिसमेन्ट ल्याइसकेँ कि 1 मिनट है नुन 1 मिनट ल यत्रो नुन कसरी राख्नु एकछिन म भन्छु नि राइस हजुर बोला भन मन बोल्नु मिल्दैन हो खाऊ अहिले खाऊ त नि त म अलिक लिन्छु म हेरेको टाइम पाएन भरे 11 सेकेन्ड भएको छ तिमी त्यही बस यता न बाबाले माथि बोलाइसक्नु भएको छ किन बोलाइसकेन सोध जो 30 सेकेन्ड भएछ 31 32 मलाई कस्तो भन्नुभएको थियो अस्ति नै के हुन्छ त के हुन्छ जब 1 मिनट पनि नाच्नु सक्दैन मलाई को भनिसक्नु थियो त फर्स्ट भिडियो मलाई गाइस मलाई 44 45 मैले भेटी सिकाएको थाहा छ बाख्रामा जो पिल्दा छिरान पनि मैले त्यहाँ खाएको 54 55 56 57 58 59 60 हो माझ गइनले गर्न बिर्सेछ सिलुदो पनि भन्न बिर्सेछ मम्मी आयो नि गेम लियो भन्नु यस्तो नुन राख्न चाहिँ गाह्रो हुँदैछ गाइस मलाई कस्तो भन्छ मैले त्यसरी गाइस आजको विनर चाहिँ म लुजर चाहिँ मम्मीले पनिसमेन्ट लुजर म सधैँ म लुजर गाइसहरू कम ब्याक भइरहेछ कि तिम्रो